किसान सर यस कस्तो फिल भइरहेको छ टिकाधारा आइसकेपछि एकदम आनन्द बुकीपाटन भनेर 6 महिना अगाडिदेखि चिच्चाको धोको मर्यो कि कसो छ मरे ढोरपाटन देखियो बुझियो अँ हेरियो यो हरिया फाँट हेरियो खुइला डाँडा हेरियो हिमाल हेरियो सबै दुःख भुलियो अहिले अब यहाँभन्दा नि उता जाने कि अझै अब नजाने यता माथि टेन्सन हान्ने ठाउँ चाहिँ यता पाटन रहेछ पोखरी रहेछ यति भएपछि मन चाहिँ आनन्द अब दुःख भुलियो दुःख भुलियो 3 दिन भएन हामी घर छोडेको 3 दिनको लगातार हिँडाइ रात नि भने छैन पानी नि भने छैन टाउको दुखेछ कहिले खुट्टा दुखेछ तै पनि रातभरि हावाले टेन नै उडाइदिने हो कि भनेर समातेर बस्नु परेछ बसियो ठाउँमा आउनलाई ल आउनुपर्छ सबैजना एकताल ढोरपाटनको फाँट हेर्न टिकाधारासम्म आउनुहोस् अब यो टिकाधारा यो भयो कि यहाँबाट अझ उतासम्म जाने भने हो ए टिकाधारा आइपुगेन अझै ए ल टिकाधारा लगभग 1 किलोमिटर छ अरे यहाँबाट अझै हामी यहीँसम्म मात्रै 6-7 दिन लाग्छ यो पुरै फाँट घुम्ने हो भने भन्ने कुरा गर्नुभएको थियो तल है स्थानीयहरूले चाहिँ अब ल हिमालय रेन्जहरू चाहिँ एकदम नजिकैबाट देखिँदो रहेछ यहाँबाट है